चलचित्र बर्डर 2 को बारेमा। यसको बक्स अफिसको तथ्याङ्क हेर्दा एउटा अनौठो कथा देखिन्छ। एउटा चलचित्र जसले सामान्य सुरुवात गर्छ तर केही दिनमै बक्स अफिसमा तहल्का मचाउँछ। यो कसरी भयो? आउनुहोस् तथ्याङ्कभित्र लुकेका सङ्केतहरूलाई अलिक गहिरिएर हेरौँ न। एकदम। स्रोतले हामीलाई दिएको पहिलो 5 दिनको कमाईको आँकडा साँच्चै रोचक छ। पहिलो दिन मतलब जनवरी 23 मा चलचित्रले 32.1 करोड कमायो। दोस्रो दिनमा अलि बढेर 40.6 करोड पुग्यो। यहाँसम्म त सबै सामान्य नै देखिन्छ। एकछिन है, म यहाँ एउटा कुरा मतलब पहिलो 2 दिनको वृद्धि त सामान्य छ, तर तेस्रो र चौथो दिनमा त कमाई आकाशियो नि। तेस्रो दिनमा 57.2 करोड अनि चौथो दिनमा त झन् 66.6 करोड। के भयो त्यहाँ? हो, खास कुरो यहीँनिर छ। यसको एउटा प्रमुख कारण चाहिँ राम्रो समीक्षा र दर्शकको सकारात्मक प्रतिक्रियालाई मानिएको छ। जब कुनै फिल्मको बारेमा राम्रो चर्चा हुन थाल्छ, त्यसले दर्शकलाई हलसम्म तान्छ नि। त्यो वर्ड अफ माउथले तेस्रो दिनदेखि काम गरेको प्रष्टै देखिन्छ। राम्रो समीक्षाले मात्रै यस्तो उफालो आउँछ र? तपाईको प्रश्न जायज छ, तर चौथो दिनको कमाईलाई हेर्दा अर्को ठूलो कारण पनि देखिन्छ। त्यो दिन गणतन्त्र दिवस परेको थियो। त्यो सार्वजनिक बिदाको प्रत्यक्ष फाइदा चलचित्रले उठाएको स्पष्ट छ। राम्रो चर्चा र सार्वजनिक बिदा दुवैको संयोगले गर्दा नै कमाई शिखरमा पुगेको हो। ओहो, एकै दिनमा 63.6 करोड, यो त सानो आँकडा होइन। यसले त धेरै रेकर्ड तोड्यो होला, हैन त? तर पाँचौं दिनको आँकडाले त फेरि अर्कै कथा भन्छ। 23.3 करोड मात्रै। यो त धेरै ठूलो गिरावट हो नि। कतै चलचित्रले केवल वान टाइम वाच दर्शकहरूलाई मात्र आकर्षित गरिरहेको छ कि मतलब दोहोऱ्याएर हेर्ने दर्शक छैनन् कि भन्ने प्रश्न उठ्छ यहाँ। यद्यपि 5 दिनमा भारतमा मात्रै कुल 270 करोड कमाउनुलाई सफल नै मान्नुपर्छ। तर यो सफलता कति दिगो छ त्यो हेर्न बाँकी छ। रहेछ भन्ने देखियो। तर यसले एउटा सोचनीय प्रश्न पनि छोडेर गएको छ। पाँचौं दिनमा देखिएको यो 63% गिरावट केवल छुट्टी पछिको सामान्य अवस्था मात्रै हो वा यसले चलचित्रको वास्तविक आकर्षणको सीमा यही हो भन्ने संकेत गर्छ? यो त अब आउने हप्ताको तथ्याङ्कले नै बताउला।